नमस्ते। आज म फेरि हिजो चाहिँ मैले कुर्ता काट्न सिकाएको थियो र कुर्ता काटेर अनि सिलाउन सिकाएको थिएँ। आज चाहिँ मैले त्यही कुर्ताको सुरुवाल काटेर अनि सिलाउन सिकाउने छु। सुरुवालको नाप यो छ। सुरुवाल चाहिँ पेन्टवाला सुरुवाल हो। सुरुवालको लम्बाइ 35, हिप 43 र मोरी 14, साप्रा चाहिँ 25 गरेर यसरी लिएको छु। हामीले कपडा 2 मिटर चाहिन्छ। सुरुवालको कपडालाई चाहिँ डबल गर्ने, उल्टाएर नाप्नुपर्छ। पेन्टवाला सुरुवाल कटिङ तरिका सिकाउन गइरहेको छु। हामीले कपडा लिँदाखेरि एक साइडबाट एक छेउबाट यसरी लिनुपर्छ। ताकि कपडा धेरै खेर नजाओस्। बिचबाट लियो भने कपडा धेरै खेर जान्छ। कपडा धेरै खेर नजाने तरिकाले यसरी लिनुपर्छ। हाम्रो लम्बाइ 35 छ। सबभन्दा पहिला चाहिँ बराबर लिने। यहाँ अलिक टेने नमिलेको हुन्छ, यसलाई चाहिँ बराबर मिलाएर काट्ने। अनि त्यसपछि फोल्डिङ भाग 2 इन्ची पहिला नाप पुग्छ पुग्दैन हेरौँ। 35 इन्चको जति भए पनि पुग्छ। 2 इन्ची फोल्डिङ भाग लिने। 2 इन्ची फोल्डिङ भाग लिएर यसलाई धर्का तानिदिनुपर्छ। अनि त्यसपछि यो 2 इन्चीबाट 35 इन्च 35 इन्च लिने। दुई साइडमा 35 इन्च लिने। अनि यसलाई पनि लाइन तान्दिने। देख्नुभएको छ त्यसरी अलिकति अनि त्यसपछि अलिक क्यामेरा मिलेन ल, अलि देखेन क्या हो। त्यसपछि
त्यसपछि हामीले हिप घेरा लिने। हिप घेरा हामी कति थियो भने नापमा 43 थियो। 43लाई 3ले भाग गर्ने। 43लाई 3ले भाग गर्ने, 4ले भाग गर्ने। 43लाई 4ले भाग गर्दाखेरि कति आउँछ भने यसरी 43मा यो लगाउने, अनि त्यसपछि यसलाई ठ्याक्क 4 भाग गरेपछि 4 फोल्डिङ गऱ्यो भने ठ्याक्क नाप आउँछ पौने 11। पौने 11 त्यो भयो। अनि हामीले चाहिँ यो के अरे जाँघको सेप लिने। जाँघको सेप लिनको लागि 2.5 लिने, 2.5 इन्च लिने। अनि त्यसपछि 2.5 इन्चबाट पौने 11 यसरी नाप्ने। अनि त्यस्तै गरेर यो जाँघको लम्बाइ पनि हाम्रो कति छ, हिप घेरा कति आएको थियो भने पौने 11 आएको थियो भने पौने 11 नै जाँघ घेरा लिने। अनि माथि पनि यहाँ पनि 2.5 लिने, 2.5 देखि लिएर यहाँसम्म, यहाँदेखि यहाँसम्म 2.5 इन्चको लाइन तान्ने। अनि त्यसपछि हिप सेप भन्छ यसलाई। हिप सेप माथि पनि तर जति छ कति आछ भने तर यो 13 छ भने माथि पनि 13 लिने। अनि सेप स्केलले यसरी ठ्याक्कै यहाँ नापेकोसम्म नाप्ने। अनि त्यसपछि यो पनि यहाँदेखि यहाँसम्म, यहाँ पौने 11 छ भने यहाँ पनि पौने 11 लिने। अनि यहाँ यो चाहिँ 13 छ भने 13 को ठिक आधा कति हुन्छ भने 13 को ठिक आधा कति हुन्छ 6.5 हुन्छ। त्यस्तै गरेर यहाँ तल पनि मोरीमा पनि 13 को बिच 13 को ठिक आधा 6.5 लिने। अनि त्यसपछि मसँग लामो सिधा स्केल छैन, यो अलिकति बाङ्गो स्केल छ, लामो स्केल भाँचियो मसँग। त्यही भएर त्यस कारणले गर्दाखेरि मैले अहिले केही समयको लागि आज एकछिनको लागि यो चलाउँदैछु। इन्ची टेपले लाइन खिच्दैछु। 6.5 यहाँ 3 ठाउँमै 6.5 लिने। अनि त्यसपछि यसलाई लाइन तान्ने। लाइन तानिसकेपछि तपाईँले यो जाँघको सेप लिने छ। अनि त्यसपछि साँप्रा हाम्रो कति लिएको छ 25 छ। 25लाई ठ्याक्क 25लाई 2ले भाग गर्दा कति हुन्छ 12.5 हुन्छ। 12.5 हुन्छ। अनि त्यो 12.5 चाहिँ 12.5लाई फेरि 2 भाग गर्दाखेरि 6.25 आउँछ। ठ्याक्कै 6.25मा राखेर यसरी लिने। 6.25 यसरी लिने। अनि त्यसपछि यसमा चाहिँ घुँडाको नाप लिएको छैन, घुँडाको नाप पनि हुन्छ। अब एकैचोटि तल उसमा लिने मोरीमा। मोरी चाहिँ कति छ 14 छ। 14 को आधा कति हुन्छ 7 हुन्छ। अनि फेरि 7 को पनि आधा कति हुन्छ 3.5। 3.5 यता 3.5 यता। यसरी लिइसकेपछि यसलाई अब लाइन तान्दैन।
स्केल राख्दाखेरि यहाँ माथि यसरी राख्ने हो, यहाँसम्म यसरी राख्ने हो र यहाँदेखि यता चाहिँ फेरि यसरी राख्ने। स्केल राख्ने तरिका यति भएपछि अब पछाडिको पाटो लिने। यो अगाडिको पाटो लियो, अहिले हामीले अब पछाडिको पाटो लिने। पछाडिको पाटा पनि यहाँबाट यता 2.5 इन्च लिने, अनि यहाँ चाहिँ 2.5, यहाँनिर चाहिँ झाँक्नेर चाहिँ 2.5 लिने, अनि 2 यहाँनिर, यहाँ 2.5 र यहाँ 2 इन्च लिने, अनि यहाँनिर चाहिँ 1.5 इन्च, तिग्रानिर चाहिँ 1.5 इन्च, अनि यहाँ मोरीमा चाहिँ मोहतामा चाहिँ 1 इन्च लिएर लाइन तान्दिने। सेम स्केलले लाइन तान्ने। अनि त्यसपछि हामीले यहाँदेखि यहाँसम्म कति छ, 24 छ ठ्याक्क। यता पनि 24 नै हुनुपर्छ, ठ्याक्क यहाँसम्म। अनि योभन्दा यो 1 इन्च माथि लिने पछाडिको लागि। यो अगाडिको भयो, यो पछाडिको लागि 1 इन्च माथि लिने र 1 इन्च जति 1.5 इन्च जति यो लिने। अनि त्यसपछि यसलाई राउन्ड गरेर यसरी सेप बनाउने। धेरै दर्शकले यो धेरै पनि सेप गर्नु हुँदैन, अलिकति छर्के छर्के गरेर गर्नुपर्छ। काखीको जस्तो धेरै घुमाउनु हुँदैन यो चाहिँ। अनि त्यसपछि यहाँ माथि यहाँबाट लिएर यहाँसम्म पछाडिको पाटा, अगाडिको पाटाभन्दा पछाडिको पाटा ठुलो हुन्छ। अब यसलाई हामीले कटिङ गर्ने। कटिङ गर्दाखेरि कपडा लिनुपर्छ। अलिकति यो कडाइले गर्दाखेरि कपडाहरू खुम्चे खुम्चे भएको छ। पहिला हामीले काट्दाखेरि यो साइडमा काट्ने। जहिले पनि कपडा काट्दाखेरि चक लगाएको भन्दा बाहिरबाट काट्नुपर्छ। चक लगाएको भित्रबाट काट्नु हुँदैन कहिले पनि। अनि त्यसपछि पछाडिको पाटा, अब यताको साइडको पछाडिको पाटा। पछाडिको पाटा काट्नुपर्छ। पछाडिको कपडा काटिसकेपछि यसलाई छुट्याइदिने। पछाडिको कपडा काटिसकेपछि दर्शक यहाँनिर 2 इन्च छुटाउनु पर्ने हुन्छ। यो फोल्डिङ भाग भएर छुटाउनु पर्यो। यो अगाडिको पाटो भयो भने पछाडिको पाटा यो भयो। अब अगाडिको पाटा
काटेँ दर्शकमा। यसलाई पोल्ट्री फार्ममा ठ्याक्क त्यसरी यो त भयो पाइनको कटिङ। अब यसलाई हामीले माथिको कम्मर भागमा अलिकति लम्बाइ पुगेको छैन, त्यस कारणले हामीले अलिकति 1.5 इन्च जति काट्नुपर्ने भयो। माथिको इलास्टिक राख्ने भाग 1.5 इन्च जति काट्नुपर्ने भयो। हिप हाम्रो कति छ अरे 43 छ। 43 को 2 भाग कति हुन्छ? 21 जति। 21 × 42 हुन्छ 43 23 22 21 × 22 लिने 1.5 इन्चको। सरी 1.5 इन्च होइन 2 इन्च लिनु पर्यो। होइन 2.5 इन्च लिनु पर्यो। 2 इन्च अलिक पुग्दैन, 2.5 इन्चको। अब म सिलाएर अर्को भागमा चाहिँ मैले सिलाएर कसरी सिलाउने त्यो सिलाउने तरिका देखाउने छु। अहिलेलाई कटिङ भयो।